बात पस्किने त ढिलो भयो अफिस जान। ल बाबु के तरकारी बनाएको यो खान्न म त। बाबु ताइस ए उता जाउँ त तपाईँ, दिमाग खराब भइरहेको बेलामा यहाँ नबस्नु, जाउनु उता। हेलो के रे, मलाई कामबाट निकालिदियो रे? प्लिज मलाई ननिकाल्नुहोस् न, म बरु आफ्नो बेस्ट दिन्छु प्लिज। हेलो हेलो से ए सर को हुनुहुन्छ? हजुर सर, तपाईँले यस्तो नतिरेको नि धेरै भइसकेको छ, अब के गर्ने हो? दिन्छु सर, अहिले आर्थिक अवस्था त्यस्तै छ, केही महिना पर्खिनुहोस् न अनि दिन्छु म। त्यस्तो हुँदैन सर, तपाईँले प्रत्येक महिना पैसा तिर्नै पर्ने हुन्छ। अबको 5 दिनभित्र तपाईँले पैसा तिर्नु भएन भने तपाईँलाई धेरै गाह्रो हुनसक्छ। ल म अहिले गएँ, तपाईँले छिटोभन्दा छिटो पैसा तिर्न सक्नु पर्नेछ। हेलो ए हस् हस्, ल म आएँ ल। भन किन बोलाएको? अब हामी रिलेसनमा नबसौँ, म अर्को केटासँग बिहे गर्दैछु। किन र, मैले के गरेर त्यस्तो? हजुरसँग न काम छ न पैसा छ, कसरी बस्छ म हजुरसँग? पहिला त हजुर भए पुग्छ, मलाई पैसा चाहिँदैन भन्थ्यो, फेरि के भयो आजकल? जेसुकै होस्, मलाई मतलब म अर्को केटासँग बिहे गर्दैछु, गए म बाई। खुसी? तपाईँ प्रत्येक महिना पैसा तिर्नै पर्ने हुन्छ। अबको 5 दिनभित्र तपाईँले पैसा तिर्नु भएन भने तपाईँलाई धेरै गाह्रो हुनसक्छ। हजुरसँग न काम छ न पैसा छ, कसरी बस्छ म हजुरसँग? बाबु त किन यति निराश भयो? खाना पनि राम्रोसँग खाएको छैन, कति दिन भइसक्यो, निराश देखिन्छस्। आमा, मलाई त कामबाट पनि निकालिदियो, कति धेरै ठाउँमा काम खोज्यो, काम नै पाएन, ऋण पनि धेरै छ, ब्याङ्कवाला आएर अघि नै धम्काइसक्यो मलाई। के गर्ने आमा, म त के सोच्नै सकेन। चिन्ता नगर न बाबु, म छु नि तेरो लागि, त किन चिन्ता गर्छस्? ल बाबु, यहाँ अलिअलि मैले जम्मा गरेर राखेको पैसाहरू छ, ऊ बेलामा तेरो बाउले छोडेर गएको घर गहना पनि छ, यस्तै गुजारा छ मनलाई नि, चिन्ता नगर न। मैले तपाईँले धेरै नराम्रो गरेँ आमा,
कहिले राम्रोसँग पनि बोलेन। धेरै नै हेला गरे। हुन त म माफीको लायक त छैन होला। सक्नुहुन्छ भने मलाई माफ गरिदिनु आमा। त त्यस्तो नसोच्नु बाबु। आमा बाउको मन छोराछोरीमाथि, छोराछोरीको मन बुढामाथि भन्छन्। आफ्नो छोराछोरीले जस्तो व्यवहार गरे पनि माया त लागिहाल्छन्। तनै त हुने मेरो जिउने सहारा। तनै यसरी बसिस् भने त म कसरी बाँच्नु बाबु? बेलैमा तेरो बाउले पनि छोडेर गइहाले। मलाई माफ गरिदिनुहोस् आमा। अबदेखि म तपाईँलाई कहिले त्यस्तो व्यवहार गर्ने छैन। 9 महिना कोखमा राखी तिमीले भित्र्यायो मलाई यो संसारमा बोकी। जति